तोडिदियो भने लैदियो भने के गर्ला नि यार किन राखे होला यसरी त्यही त यो त धेरै दिन भयो त यो यहाँ बसेको कसरी चोरला भन्ने पनि छैन यार यत्रो बोरामा छ एकै नासका बोराहरू छन् एकै प्रकारका बोरा छन् है कसैको घरबाट कोही जानलाई कोही लान ल्याएर राखे हो कि यस्तो बाटा छोड्ने यार यो त सामानले फोहोर हो नि त धेरै दिन भयो त यो यहाँ हेर्नु त यो फोहोर हो र यस्तो बिजोग छ बाटामा मनपर्दी गरेर यो सार्वजनिक ठाउँमा यसरी फालिया छ यसरी फाल्न पाउँछ कसले ल्याएर फालो किन फालो के उद्देश्यले फालो त्यो उसैले जानोस् तर यस्तोरी गर्नेलाई चाहिँ छोड्न हुन्न यो पालिकाले छोड्न हुन्न ओडाले कसैले पनि छोड्न हुन्न त्यही त भने यस्तो यो कति दिनदेखि यो यही अझ हाम्रो यहाँ धारा तीन धारा यही छ अझ ठाउँ यही छ यस्तो यही छ यत्रो यार यत्रो समुदाय भएको ठाउँमा भोलि थाहा होला कसले फालेको मलाई के परमाणुहरू यताउता के त भेटिहाल्छ नि यो त एकै नासको बोराहरू छ सबै कुराहरू छ थाहा भइहाल्छ नि कसले फालेको अनि हाम्रो एकजना स्थानीय भाइ पनि यहीँ हुनुहुन्छ यो कति समयदेखि यो फोहोर यहाँ यसरी तपाईँले देख्नु भएको छ र कसले फालेको किन फालिएको उद्देश्य के भन्ने कुराहरू तपाईँलाई केही जानकारी छ कि छैन अब मैले फालेको देखिनँ अब यो धेरै दिनदेखि 10-15 दिनदेखिको एराउन्डमा यो यहाँ चलिरहेको छ यो म यहाँ जस्तो बिहान शनिबारको बिहान यहाँ पिपलको कहाँ पानी हाल्न जल चढाउनु पनि आउँछु अब कतिचोटि मैले यहाँ हेरेँ अब कोही कसैको हो कि भन्ने कुरा पनि थियो अथवा सामानै हो कि कसैले उठाउँछ कि भन्ने कुरा पनि थियो तर पनि अहिलेसम्म 15-20 दिनको एराउन्डमा अझ पनि नउठाउँदाखेरि हामीले चाहिँ अब एउटा कुरा चाहिँ उठाउनै पर्ने हो भन्ने हिसाब किताबले तपाईँहरूलाई पनि अब इन्फर्मेसन गरौँ भन्ने मेरो थियो होइन तर ठ्याक्क तपाईँहरू आज आइपुग्नु भएको भएर म सुनमा सुगन्ध पनि भयो र हजुरहरूले पनि यो एउटा अवगत गराइदिनुहोस् कि यहाँ कति अनि सुन्नु न त्यो कुरा भन्दा पनि यो तपाईँले देखेको 15-20 दिन भइसक्यो है यो कसले फालेको के गरेको भन्ने कुरा केही पनि थाहा छैन उद्देश्य के हो त पनि थाहा छैन है यो कसो सामान हो त्यसैले लैजानु पर्ने एउटा अवस्था आउन सक्छ है त्यो कुराहरूलाई हामीले ध्यान दिउँ हुन्छ हुनसक्छ राति नै दिउँसो भएको भए देखियो होला कसैले पनि तर त्यो देखिएन यो राति नै फालेको हुनसक्छ ऊ यहाँ पनि 2टा बोरा त्यहाँ पनि फालेको छ यहाँ